कमिसन दिन्छ है। कमिसन पनि यति धेरै छ, यो धेरै कमिसन आउँछ भनेर नि मान्छेलाई कतिलाई चाहिँ धेर भएको पनि हुन्छ हैन। नत्र भने चाहिँ अब धेरै कमिसनहरू दिएको छ। 8 वटा एउटा दुईटा मात्रै भएको भए त हुन्थ्यो हैन, 8 वटा दिएको छ, ती धेरै छ क्या। अनि यसको चाहिँ अब सिस्टम यति राम्रो छ, पहिला आफूले सामान यहाँबाट लगेपछि आफूले नै युज गर्ने, आफूले नै युज गरेपछि आफूले फिल गर्ने हैन। अनि राम्रो लागिसकेपछि मात्र हजुरहरूले साथीभाइले सेयर गर्ने हो। कुनै झोलामा बोकेर नि हिँड्नु परेन, बजारतिर नि जानु परेन। यहाँका सामानहरू हजुरले एकैचोटि घर लगेर राख्छु भने पनि पाउनुहुन्छ, बिस्तारै बिस्तारै अलिअलि गरेर लान्छु भने पनि पाउनुहुन्छ है। अनि पहिला प्रयोग गरेर अनि आफ्ना साथीभाइहरूलाई ल यहाँको उत्पादनले मलाई यति राम्रो भयो, तपाईँ पनि जाउँ हिँड्नुहोस्, यसो गएर बुझ्नुहोस् हैन। हामीले एउटा अवसर दिने हो उहाँहरूलाई, आउनुहुन्छ उहाँहरूले नि बुझ्नुहुन्छ, राम्रो लागेपछि गर्नुहुन्छ। किनभने स्वास्थ्य बन्न सबैलाई आवश्यक छ, समृद्धि पनि सबैलाई आवश्यक छ। तर हामीलाई लाग्छ अरूलाई भन्न पर्ने, मान्छे बनाउने भन्छ नि, तर मान्छे बनाउनु पर्दैन, मान्छे त अलरेडी बनिरहेको छ नि हैन। यति राम्रो सर्लक बनाएर जन्मेर निस्केर अब यत्रो भइसकेको छ। मान्छे बनाउनु पर्दैन, बनाउन त बनाउने हो, तर असफल मान्छेलाई सफल बनाउने हो। एउटा केही गर्न नसक्ने, केही नजान्ने व्यक्तिलाई चाहिँ यहाँ राम्रो सफल चाहिँ बनाउने हो। किनभने म पनि पहिला केही नजानेको लागिन बाँकी जस्तो थिएँ हैन। अब अहिले अलिअलि मान्छे जस्तो बनेर छु। मलाई सरलाई थाहा छ म कस्तो थिएँ भनेर हैन। त्यही भएर मान्छे बनाउने भन्छ, तर मान्छे बनाउनु पर्ने होइन। हामीले अहिलेसम्म गरेकै काम हो। बजारमा गएर खर्च गर्ने काम हामीले गरिरहेका छौँ, चर्चा गर्ने काम पनि गरिरहेका छौँ। राम्रो लागेपछि त आफ्नो साथीभाइहरूलाई जे पनि हामीले सेयर गर्छौँ नि हैन, गर्दैनौँ त। अब कुनै पसलमा मिठो खाजा खायो भने त्यहाँ चाहिँ यस्तो राम्रो पाउँछ, त्यहाँ जाउँ भन्छ। कपडा किन्यौँ भने पनि त्यहाँ यति राम्रो कपडा पाइन्छ, त्यहाँ गएर किनौँ भन्छौँ हैन। अनि डक्टरहरू पनि यो डक्टरले चाहिँ राम्रो गर्छ, त्यहाँ जानु भन्छौँ। किनभने हामीले गरिरहेको काम हो, यो गर्न नसकिने काम होइन है। त्यही भएर हामीलाई एकदम सजिलो काम छ, प्रयोग गर्ने, राम्रो लागिसकेपछि अरूलाई यो अवसर दिने मात्रै हो काम। काम गर्न गाह्रो छैन, पैसा जति भने कमाउन सकिन्छ, यति राम्रो सिस्टम छ। अब 8वटा शीर्षकमा पहिलो शीर्षकको कमिसन चाहिँ यो छ है। पहिलो शीर्षकको कमिसन अपडेट सेल्स कमिसन भनेर दिएको छ। अब अघि जुन उता अगाडि देखाएँ मैले, हजुरहरूले जुनबाट सुरुवात गर्नुभएको छ त्यही आइडी अनुसार चाहिँ यो कमिसन आउँछ है। अब अघि प्रिफर भनेको 6000बाट सुरुवात गर्नुभएको छ भने हजुरले 500 देखि 20000 कमाउन सक्नुहुन्छ। सिल्भरबाट सुरुवात गर्नुभएको छ भने 500 देखि 20000 कमाउन सक्नुहुन्छ। प्लाटिनमबाट 30000बाट सुरुवात गर्नुभएको छ भने 600 देखि 21000 कमाउन सकिन्छ। अनि गोल्डबाट सुरुवात गर्नुभएको छ भने 700 देखि 22000, डायमन्डबाट सुरुवात गर्नुभएको छ भने 800 देखि 23000 र सुपर डायमन्डबाट 900 देखि 25000। यो एउटै शीर्षकको कमिसन। यो फेरि महिना दिन लाग्ने, वर्ष दिन 6 महिना लाग्ने होइन है। यो आफूले काम सुरुवात गर्यो अनि फेरि चाँडै सुरु गरिसकेर अब आफ्नो साथीभाइले पनि सुरुवात गरिसकेपछि यो तुरुन्तै यो कमिसन लिन सकिन्छ। यो चाहिँ एकदम राम्रो छ। फेरि 3 लेभलसम्म, हजुर एकजनालाई मात्रै होइन, म एकजनालाई मात्रै होइन, यो पहिलो शीर्षक कमिसन चाहिँ 3 जेनेरेसनसम्म आउँछ है। पहिलो जेनेरेसनलाई 70, दोस्रोलाई 20, तेस्रोलाई 10% गरेर यो 3 लेभलसम्मको पहिलो शीर्षक कमिसन। यो चाहिँ आफूले जुनबाट सुरुवात गर्नुभएको छ त्यही आइडी अनुसार आउँछ। सानोबाट गर्नुभएको छ भने सानै आयो, ठुलोबाट गर्नुभएको छ भने ठुलै आयो है। यो पहिलो शीर्षकको कमिसन छ भने अर्को रहेको छ हाम्रो रिटेल प्रॉफिट भनेको। यो चाहिँ हामीले अर्को छुटमा पनि लिन पाउँछ। हामीले छुटमा सामान मात्रै म प्रयोग गर्छु भने पनि हजुरले पाउनुहुन्छ। हामीले बाहिर बजारमा चाहिँ जति 10,000 20,000 को कारोबार गरे पनि हामीलाई कहिले पनि छुटमा सामान दिँदैनन् हैन, डिस्काउन्टमा दिँदैनन्। यहाँ चाहिँ हामीले सुरुमा हामीले पैसा तिरेरै लानुपर्ने हुन्छ एमआरपीमै। अनि फेरि अर्को पटक हामीलाई सामान चाहिन्छ, सिद्धिन्छ। अहिले जुन कुरा पनि एकचोटि ल्याएको चिजले अहिलेसम्म कसैलाई केही पुगेको छ त छैन नि, जे ल्याए पनि सिद्धिहाल्छ हैन। हामीले जे प्रयोग गरे नि सिद्धिन्छ। त्यही भएर हामीले अर्को पटक लिँदा चाहिँ प्रिफर वितरकले 10% छुटमा लिन सक्नुहुन्छ। सिल्भर वितरकले चाहिँ 15%, सिल्भरदेखि सुपर डायमन्डले 15% छुटमा लिन सक्नुहुन्छ। र हाम्रो स्टार लेभलमा पुगेपछि चाहिँ राइजिङदेखि लिएर एभरेज स्टारसम्म पुग्दै गर्दाखेरि 16% देखि 20% छुटमा लिन सक्नुहुन्छ है। र अर्को रहेको छ हाम्रो एकदमै पावरफुल कमिसन डिस्ट्रिब्युटर सेल्स कमिसन भनेर।
यो चाहिँ यति धेरै पावरफुल कमिसन छ होइन। सरलाई हतार भएको एकैछिन बस्नु न थोरै। एकदमै पावरफुल कमिसन छ होइन। यो कमिसनको पावर धेरै छ किनभने यो पैसा कम आउँछ मान्छेलाई घर के घर भन्दा नि हतार क्या जाउँ हुन्छ। किन त्यस्तो भएको हो? आजसम्म हतारै भइरहे पनि यस्तै हो सर जिन्दगीमा होइन। जति हतार गरे नि हामी आजसम्म यहीँ छ। अब एकछिनलाई आनन्दमा बस्नुहोस् किनभने यो एउटा हाम्रो भविष्यको लागि एकदम धेरै राम्रो अवसर छ होइन। थोरै कुराले नि हामीलाई भोलि धेरै ठुलो सफल बनाउन सक्छ। एकछिन धैर्य गरिदिनु होला होइन। आज शनिबारको क्लास चाहिँ अलिकति लामै हुने भएको भएर नत्र उहिले सकिसकेको थियो। एकदम यो पावरफुल कमिसन छ है हाम्रो। यो पावरफुल कमिसन कस्तो छ त भने अघिको चाहिँ 3 जेनेरेसनसम्म मात्रै आयो होइन। 3 लेभलसम्म आयो भने अहिले यो अर्को कमिसन चाहिँ हाम्रो एकदमै पावरफुल। यो चाहिँ हाम्रो हजुर आउनुहुन्छ एउटा आइडी नम्बर पाउनुहुन्छ। हजुर आबद्ध भइसकेपछि हाम्रो 2टा जुन हुन्छ होइन। ग्रिन जोन र पिलो जोन भनेर 2टा जुनमा चाहिँ हजुरको एकदमै राम्रो सिस्टम छ किनभने यो आफ्नो साथीभाइ आफ्नो त्यो टिमले जति पनि हाम्रो हजुरले चिनेको नचिनेको हजुरले ल्याएको नल्याएको होल टिम जतिजना 10 जना 20 जना 100 जना 1000 जना 1000 स्टेपसम्म पनि हजुरलाई यो कमिसन चाहिँ काउन्ट भएर आउँछ। बिबी काउन्ट भएर है अहिलेको 3 लेभलसम्म मात्रै जो यो चाहिँ यसको चाहिँ कुनै छैन। त्यही भएर यो कसरी आउँछ भने ग्रिन जुनमा 200 बिबी बिजनेस हुनु पर्यो। बिलो जुनमा 200 बिबी बिजनेस हुनु पर्यो। 200 भनेको चाहिँ हाम्रो 12,000 को ग्रिन जुनमा 12,000 को बिलो जुनमा। त्यो एकैजना दुईजनाले गरे पनि हुनसक्छ। 10औं जनाले गरे पनि हुनसक्छ। 1,000 को किने नि हुनसक्छ। 500 1000 जतिको किने पनि हाम्रो दुईपट्टि बिबी काउन्ट भएर 200 बिबी पुग्ने बित्तिकै 400 हुन्छ। 400 बराबर 1 साइकल हुन्छ। 1 साइकल भनेको चाहिँ हाम्रो कम्पनीले 1 साइकल मान्छ र हामीलाई 1 साइकल हुने बित्तिकै 1050 चाहिँ प्राप्त हुन्छ है। 1050 रुपियाँ आउँछ। अब देख्दाखेरि 1050 आउँछ जस्तो लाग्छ होइन। तर हाम्रो काम गर्दै जाँदा एकपट्टि लाइन एकदम चलेर गयो अर्कोपट्टि कम भयो भने एकपट्टि बढी भएको बिबी स्टक भएरै बस्छ। बराबर भएपछि यहाँ अब यता 600 छ यहाँ 3150 आयो भने बाँकी 300 चाहिँ स्टक यहीँ रहन्छ। हाम्रो वर्षौँसम्म पनि बिबीहरू फाल्दैन खेर जाँदैन होइन। एकदम राम्रो। अनि यो पनि आइडीकै अनुसार चाहिँ इन्कम कमाउन पाइन्छ होइन। आउन त हाम्रो यो सिस्टम हजारौँ स्टेपसम्म आउँछ तर पनि आइडीको अनुसार चाहिँ हाम्रो इन्कम आउँछ। किनभने हामीले अघि 6000 बाट सुरुवात गरेका छौँ भने एक दिनमा जम्मा 2100 सम्म मात्रै कमाउन सकिन्छ। त्यहाँभन्दा बढी चाहिँ जान्छ। अब व्यापार बिजनेसमा कहिलेकाहीँ बढी पनि हुन सक्छ होइन। 2100 सम्म कमाउन सकिने क्यापेसिटी छ भने अर्को छ हाम्रो सिल्भर वितरकले चाहिँ 5 साइकल भन्छन् दिनमा। 1 साइकलको 1050 भनेपछि 5 साइकलको 5250 एक दिनमा कमाउन सकिने क्यापेसिटी भएको आइडी हो। अनि अर्को प्लाटिनमले चाहिँ 15 साइकल भनेको चाहिँ 15750 एकै दिनमा कमाउन सकिन्छ। अनि के गोल्डले चाहिँ 25 साइकल भनेको चाहिँ दिनमा 26250 कमाउन सकिने क्यापेसिटी हो। डायमन्डले चाहिँ 50 साइकल भनेको चाहिँ एक दिनमा 52500 चाहिँ हामी कमाउन सक्ने क्यापेसिटी भएको आइडी होइन। अनि यो सुपर डायमन्ड भनेको सबैभन्दा ठुलो आइडीले चाहिँ 100 साइकलसम्म एक दिनमा कमाउन सकिने क्यापेसिटी। 100 साइकल भनेको 1050 × 100 गर्दा चाहिँ एकै दिनमा 1,05,000 चाहिँ कमाउन सकिने रहेछ है। त्यसो भन्दाखेरि हजुरहरूलाई विश्वास नलाग्ला होइन। पहिला मलाई पनि लागेको थिएन किनभने यो चाहिँ एउटा टिमको पावरले काम गर्ने भएको भएर टिम एउटा सिस्टमले काम गर्ने भएको भएर यो कमाउन सक्ने सम्भव। अहिले यहाँ हाम्रो धेरैजना भइसक्नु भयो कमाउन। एक दिनमा 1,05,000 होइन। एक दिनमा 18 कहिले एक दिनमा 1,12,000 कहिले एक दिन 1,23,000 कहिले एक दिन 1,26,000 होइन। त्यसरी कमाउन सफल भइसक्नु भएको धेरैजना हुनुहुन्छ। 500 जना भइसक्नु भयो। यो चाहिँ एउटा टिमको पावरले काम गर्ने भएर टिम मिलेर गर्ने भएर एक्लैले जागिर खाएर एक्लैले काम गरेर त के नि गर्न सकिन्छ र होइन। कहाँबाट 1 लाख कमाउन सक्नु। यो 15,000 जागिर नखाएको मान्छेलाई 1,05,000 भन्दा मलाई चाहिँ पहिला होइन होला गफ गरे होला जस्तो लाग्थ्यो। अहिले आफैले देखियो होइन बुझ्यो। अब आफ्नो पनि सिस्टम बन्दैछ। 1 लाख कमाउनलाई दिनकै चाहिँ कमाउनु पाएको छैन। महिनामा त अब
नागिनी सक्यो त्यो भन्दा नि के भयो गयो फेरि ए र यसको पावर चाहिँ यस्तो छ। अनि अरू हाम्रा थुप्रै कमिसनहरू छन् होइन, पुनः खरिद बिक्री कमिसन छ। यी कमिसनहरू चाहिँ हजुरलाई हतार भयो सरले माथि अब यिनीहरू भनेको यो स्टार लेभल पेज आउने कमिसन हो होइन। सरले फेरि पछि आएर बुझ्नुहुन्छ है। हस्, पुनः खरिद बिक्री कमिसन भनेको चाहिँ हाम्रो यो आफूले पनि छुट्न सामान लिन पाइन्छ होइन, आफ्नो टिमले पनि छुट्न सामान लिँदै गर्दाखेरि हामीलाई यो पुनः खरिद बिक्री कमिसन पनि आउँछ। यो चाहिँ हाम्रो प्रिफर वितरकले 3 लेभलसम्म पाइन्छ 20% पनि, अर्को सिल्भर वितरकले 7 लेभलसम्म 32% होइन, र हाम्रो प्लाटिनमले 8 लेभलसम्म 34%, गोल्डले चाहिँ हाम्रो 9 लेभलसम्म 37%, के 36% र डायमन्डले 10 लेभलसम्म 36%, सुपर डायमन्डले 11 जेनेरेसनसम्म 38% हामीलाई यो कमिसन पनि प्राप्त हुन्छ पछि है। अनि हाम्रो वार्षिक रोयल्टीहरू छन्। अब यो वार्षिक रोयल्टीको लागि हामीलाई त्यतिकै त हामीले रोयल्टी खान पाउँदैनौँ नि होइन। ठुलो सरकारी जागिर ठुलो क्षेत्रमा हामी आबद्ध भएर मात्रै हामीले वार्षिक रोयल्टी पाउँछौँ भने यहाँ चाहिँ हाम्रो काम गर्दै जाँदाखेरि हाम्रो एउटा टिम सिस्टममा काम गर्ने भएपछि हामीलाई यो रोयल्टी पनि प्राप्त हुन्छ। यो चाहिँ हामी जब मास्टर पुष्टि स्टार हामी पुग्छौँ